तपाईँहरू त्यो प्रोजेक्ट चाँडो सक्नुहोस् न। अब म पीडामा छु भन्दैमा तपाईँले कामै स्टप गरेर बस्ने कुरो त हुँदैन नि सर। एकछिन म हजुरलाई कल ब्याक गर्छु है। हेर्नुहोस् न, मैले अस्ति सिबी यहीँ भुलेर गएछु, दिनुहोस् न है। अस्ति भुलेर गएको सिबीको यति छिटो याद लिन आयो तिमी है। वर्षौँदेखि यो तडपेर बसेको मनलाई कहिले सम्झेन। खैर, तिम्रो यादहरू सँगाले जस्तै त्यो सिबी पनि सँगाले राखिदिएको छु मैले। भयो, पुराना कुराहरूलाई पुरानै रहन दिनु, ताजा नबनाउनु। हजुरलाई पनि गाह्रो हुन्छ र मलाई पनि। सुन न, अप्ठ्यारो मान्दैनौ भने एउटा कुरा भन्नु। हुन त अब मेरो धन सम्पत्ति पैसाले तिमीलाई त किन्न सक्दिनँ, तर तिमीलाई खुसी पार्न सक्छु। मैले केही पैसा रेडी गरिदिएको छु, लिएर जाऊ। तिमी समस्यामा छौ अहिले। भयो रञ्जित, पर्दैन। तिम्रो यादहरूले बोलेको त सहेको थिएँ मैले कुनै दिन, तर अब यो पैसाले बोलेको म सहन सक्दिनँ। ए त मलाई झुक्क्याएर तेरो पूर्व प्रेमीलाई भेट्न आउने होइन त? ए हजुर, सोचे जस्तो केही पनि होइन, म घर गएर सबै कुरा सम्झाउँछु।